हात पोलिहाल्छ नि दादाको यस्तो रे क्या हैन जोडा ल हैन बल्छ नि जोडा दुईटै Happy birthday lu sampai deh. Happy birthday to you. Happy birthday to you. Happy birthday, happy birthday, happy birthday to you. Lain lain. ल हाम्रो राम्रो बहिनी आज बर्थडे स्पेसल ल जाऊ माइली बहिनी जाऊ ल जाऊ दिदीको केक खाने बहिनी नै हो भाग्यमानी बहिनी मेरो चाहिँ ननिकाल्नु है अहिले तिमीलाई ननिकाल्नु छ मेरो चाहिँ ननिकाल्नु है म पहिला खुवाउने हो नि कालामा त के जल्दिन थियो उसको राम्रो फेस दिन्छ होला अब तिमीलाई कोन त मैले खानु पर्ने मलाई ल साथीहरुलाई गादियो पकड अब त पाले पिलो जानु 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 उहाँ त खानु ए खानु न चकलेट ल्याउ ल बन जाऊ जाऊ न के हुँदैन उताबाट क्यामेरामा आउने भए क्यामेरामा त ननिस्किदा पनि निस्किनु पर्यो अनि कहिले गर्नु न एकछिनमा बाँड्नु भयो ह्यापी बर्थडे दादा आउनु ल जाऊ तिमी जाऊ न अब कहाँ मेरो दादा नभए भाइ आउँछ भाइ जान्छ ल अनि दादा नभए बहिनी गयो नि त हुन्छ यो सबैजना जेठो पाखोहरू अगाडि जानुपर्ने ल मलाई हैन मौका दिन्छ तिमीलाई ल ह्यापी बर्थडे बहिनी म त कसरी रेकर्डिङ गर्यो म फेरि मलाई गीत गाइदियो कहिले जाऊ को जाऊ पाल मेरो बाली तिम्रो बाल जाऊ मैले निकाल्दिनँ जाऊ न जाऊ जाऊ मलाई त हातमा केक दियो ल म त दौडिन्छ ल दौडिन्छ म त ह्यापी बर्थडे मलाई पर्दैन केही पनि गिफ्ट पनि छ गिफ्ट म एकछिन जास्त दिन्छ म त पर्दैन हो क्यामेरा नदेखेको नारे यहाँ नदेखाउनु यो सुरजले देखाउँदैछ अब भाइ ल खोइ बहिनी ए भयो सक्यो सबै सक्यो देवानीजीको गिफ्ट लिएर दिनु न तपाईको गिफ्ट लिएर दिनु न यही लिएर दिनु अन्दानी ल दिनु न जान जान हामीले त भिडियोमा दिनु बहिनीले पनि अहिले फुटिदियो देऊ न देऊ ए देऊ न भिडियोको लागि बहिनी बबिनाजीको भिडियो मैले अघि दिइसकेको अघि सिकिसकेको ल म चाहिँ केक चाहिँ खुवाउँदिनँ ल ल हुन्छ हस् हस् वेलकम 21 वर्ष पुग्नु धेरै धेरै बधाई अर्को बुढी भएको बर्थडे पनि खान पाउँला यसको लागि थ्याङ्क यू अनि छिटै अहिले त्यो त सोच्दै नसोच्नु अहिले त्यो त यही हो एउटा भन्ने भनेको त भर्खर मात्र 21 वर्ष यो टिस्यु दोकानमै होला तिम्रो तिम्रो थियो त भन्नु खोजेको ए हो कि क्या ए हो कि क्या एकैछिन हो त त्यस्तो हो त खोइ यहाँ गर्दै त बिवाले खोइ के दिनु सक्यो त अरे क्या लास्टमा मात्रै गिफ्ट त के दिनु हो दाइहरूको आशीर्वाद भए पुग्छ मलाई त गिफ्ट केही दिनु पर्दैन यत्रो दिनभरि घुमेर आएको त सामान पनि दिनु सकिएन केही सकेन कहाँ मलाई यहाँ देखाएको तिमीलाई मैले निकालेको देखाएर ल दाइहरूको गिफ्ट धनी ल अब यो केक सबैले बाँडेर खानु